आज राष्ट्रिय राजमार्ग 10 अन्तर्गत एउटा गोर्खा जनमुक्ति मोर्चा पार्टी कार्यालय ओपनिङ भइरहेको छ। राष्ट्रिय अध्यक्ष श्रीमान विमल गुरुङ दाजुको उपस्थितिमा आज राष्ट्रिय राजमार्ग गोर्खा जनमुक्ति मोर्चा कार्यालय ओपनिङ भइरहेको छ। सबैलाई र समष्टि भन्नुपर्दाखेरि 39 नम्बर समष्टि पर्छ र राष्ट्रिय राजमार्ग पनि जोडिएको छ। सम्पूर्ण 39 नम्बर समष्टि सँगसँगै राष्ट्रिय राजमार्गको हाम्रो गोर्खा जनमुक्ति मोर्चा प्रतिनिधि सदस्यहरू सबै उपस्थित भइसक्नु भएको छ। हाम्रो एनएस10 सँगसँगै 39 नम्बर समष्टिको यो एउटा प्रयासमा आज यो हाइवेको एरियामा हाम्रो 39 नम्बर समष्टिको अनि हाइवेको एउटा गोर्खा जनमुक्ति मोर्चाको अफिस मिलेका छन् र आज हामीले यो अफिसको एउटा शिलान्यास गऱ्यौँ। अनि आज यो अफिसमा बसेर पूजा अर्चना गरेर आउने दिनको एउटा जुन एउटा हाम्रो अघिल्लो दिनमा विजय सँगसँगै यो अफिसबाट अब उपरान्त सम्पूर्ण हाइवे 39 नम्बर समष्टिको सबै परिवारहरूलाई यो अफिसबाट एउटा न्याय पाउन सकौँ। अनि यो अफिसबाट हरेक कुरोहरू उब्जनी भएका कुराहरू गरिब दुखीको सेवाको नाममा काम भएर जाओस्। यही नै म एउटा भगवान् ईश्वरलाई प्रार्थना गर्न चाहन्छु। किनभने हाम्रो गोर्खा जनमुक्ति मोर्चाले जुन एउटा सङ्घर्ष गरेको विषयहरू धेरै लामो छ। यो कुरा बताइरहनु अब असम्भव हुन्छ। तर यो लामो अन्तराल पछाडि पनि हामी फेरि गोर्खा जनमुक्ति मोर्चा फेरि ब्याक भएर आज आफ्नो एउटा थलोमा आफ्नो जग्गामा आएर फेरि पनि अब हाम्रो जनताको निम्ति हाम्रो गरिब सन्तानको निम्ति यो 39 नम्बर समष्टिको यो सिन्कुना बगानको सबै मानिसको निम्ति नै आज हामीले यो उद्धार गर्नको लागि हामीले अगाडि काम गर्न अगाडि गएका छौँ। अनि यो 39 नम्बर समष्टिबाट धेरैभन्दा धेरै हाम्रो भाइ अशोक अनि पदम भाइहरू सबै परिवारहरू हाइवेका जति पनि जन्मिया भाइहरू सबै मिलेर आज यो कामहरू अगाडि गएर गर्नेछन्। र विशेष गरी कोर्डिनेटर हाम्रो अशोक छेत्रीज्यू उहाँले जुन एउटा दायित्व निभाएर काम गरिरहनु भएको छ। धेरै असुविस्ता हुँदा पनि धेरै कसरत उहाँले धेरै कठिनाइ झेल्दा पनि आज उहाँले पनि एउटा सक्सेस भएको छ र आउने दिनमा अझै सक्सेस भएर जान्छन्। यो भगवान् ईश्वरलाई हामीले प्रार्थना गरेका छौँ। अनि अवश्य नै यो 39 नम्बर समष्टि र हाइवेको गरिब दुखी जनताको न्याय सङ्गत अनि गरिब दुखी जनतालाई हामीले केही अब आउने दिनहरूमा जुन एउटा हाम्रो समाधान हुन्छन् यो समाधानबाट धेरैभन्दा धेरै यहाँको गरिब दुखीको सेवा गर्न सक्छौँ भन्ने हामीले उद्देश्य राखेका छौँ। त्यही भएर आज यो अफिस जुन प्रकारले हामीले एउटा पूजा अर्चना गरेर खोलेका छौँ र आजदेखि उता यो अफिसमा हरेक दुःख सुख पीर मार्ग कष्ट सबै कुरोहरूको एउटा आदान प्रदान गरेर समाधान गर्न सक्छौँ भन्ने उहाँहरूलाई एकदमै बधाई दिन चाहन्छु। धन्यवाद। विशेष गरेर आज हाम्रा 39 नम्बर समष्टि साथै NS10 आज यहाँ मामखोलामा अफिस कार्यालय हामीले उद्घाटन गरेको छौँ र उद्घाटनमा आज हाम्रा गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष श्रीमान विमल गुरुङज्यू स्वयं आफै पनि आउनु भएर आज यो अफिस उद्घाटन भएको छ। विशेष गरेर यो अफिस खोल्नुको औचित्य चाहिँ के हो भन्दाखेरि आज यहाँ हामी कुनै पनि एउटा रमाइलो चाहिँ त्यो गर्नुको लागि होइन र यहाँ विशेष गरेर गरिब दुखी निमुखा जनताको लागि चाहिँ भोलिको दिनमा यो अफिसबाट चाहिँ आज जो चाहिँ गरिब दुखी मानिसहरू हुनुहुन्छ उहाँहरू कतिजना आज गाडी भाडाहरू तिरेर कालिम्पोङ दार्जिलिङ भोलिको दिनमा जानु नपर्ने अवस्था होस् भनेर चाहिँ उहाँहरूलाई एउटा सजिलो मार्गको लागि नै हामी यो अफिस खोलेका छौँ। र हजुरहरूलाई यही बिन्ती गर्न चाहन्छु जति पनि तपाईँहरूको दुःख जेसुकै होस् तर तपाईँहरूले यहाँ आएर हामीलाई बुझाइदियौ भने तपाईँहरूको कतिवटा दुःखको घडीमा हामी स्वयं पनि खडा भएर तपाईँको समस्याको समाधान हामी गर्छौँ भन्ने आशा गर्दै हजुरहरूदेखि बिदा हुन चाहन्छु। धन्यवाद।
समष्टिका सम्पूर्ण भेगबाटहरूले हाम्रा गोर्खाल्यान्ड प्रेमी जनसाधारणलाई फेरि पनि हामी यहाँबाट निवेदन तक्तिहरूमा आएर यस सभाको शोभा बढाइदिनु हुन फेरि पनि सबैले अनुरोध गर्दछौँ। हामी समस्त हाम्रो यस समष्टिमा राष्ट्रिय अध्यक्ष श्रीमान विमल गुरुङज्यूको कमल कदम धेरै वर्ष पश्चात आइसकेको छ भने हामी उहाँलाई हृदय स्वागत पनि गर्दछौँ। अहिले हामीले धेरै राजनेताहरू देख्यौँ तर हामीलाई अहिले महसुस हुँदैन साँच्चै नै युवाहरू अगाडि आउनुपर्ने यस भेगको निम्ति यो सिन्कुनावासीको निम्ति यो खासमलवासीको निम्ति यो तारखोलावासीको निम्ति नै यी सचेत युवाहरू अगाडि आउनुपर्ने सोचेर जुन भाइले हामीसँग यसरी आत्मसात गरेको छ यहाँलाई सम्पूर्ण हामी 39 नम्बर समष्टि गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट स्वागत गर्न चाहन्छौँ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष श्री विमान गुरुङज्यू, यसरी नै डिस्ट्रिक्ट कमिटीका म निमा तामाङज्यू, यसरी नै बालकृष्णज्यू, यसरी नै सम्पूर्ण आजको अतिथिगणहरूलाई स्वागत जनाउँदै र साथै यसरी नै तातो घाममा भए पनि यसरी बसिरहनु भएको छ, छाता ओढेर भए पनि हाम्रो दाजुभाइ दिदीबहिनी आमा बाबाहरूलाई सम्पूर्णलाई नै स्वागत जनाउँदै र आज म गोर्खा जनमुक्ति मोर्चामा सामेल भएको घोषणा गर्दछु। र तपाईँहरूको साथमा हुन त म पहिला गोर्खा पार्टीमै थिएँ र बिचमा मैले है केही भुल गरेर बाटो बिराएको थिएँ जसको लागि म क्षमा चाहन्छु। आजपन्त चाहिँ अब पन्त म तपाईँहरूसँगै लागेर दुःखमा या सुखमा होस् तपाईँहरूसँगै साथमा हुनेछु र आउँदो दिनहरूमा जति पनि हाम्रो हाइवे कोअर्डिनेटर छ है अशोक भाइ र उहाँहरूको साथमा लागेर हाम्रो युथहरूसँग लागेर हाम्रो गाउँ क्षेत्रको कसरी डेभलप गर्नुपर्ने भन्ने कुराहरू है हामीले सल्लाह गरेर हिँडिरहेका छौँ र आउँदो दिनहरूमा एकमुष्ट भएर नै हिँड्ने तपाईँहरूलाई यहाँबाट वचन दिँदछु र है बेसी बोल्ने टाइम पनि छ। यस क्षणलाई हामी सबैले सधैँभरि यो फुटबल ग्राउन्डको प्राङ्गणमा बस्नुभएका सभा अध्यक्ष महोदय, यस सभालाई सफलीभूत पार्न बस्नुभएका 39 नम्बरका कोअर्डिनेटर अनि कोअर्डिनेटरलाई मेरो हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज मलाई यहाँ निम्तो गर्नुभयो। मैले बनाएको हेल्थ सेन्टरले भुलिँदैन मलाई।
मैले बनाएको एसएसके एमएसकेहरूलाई भुलिँदैन मलाई। हाई सेकेन्डरी स्कुल जुन प्रकारले आज मैले बनाएँ यसले मलाई भुलिँदैन होला, भुलिँदैन होला मलाई। मैले 630 जना नोकरी दिँदाखेरि 8 आना पैसा पनि नखाइकन मैले दिएका हाम्रा गरिबी मेरो हाम्रा पढेका लेखेका दाजुभाइ दिदीबहिनीहरूलाई मैले नोकरी दिएर उहाँको आजसम्म रोजगार चलिरहेको छ। उहाँले त भुलिँदैन होला मलाई। भुलिन्छ भने एउटा चिजले मात्र भुलिन्छ, भुलिन्छ भने एउटा विषयले मात्र भुलिन्छ, त्यो हो मलाई विश्वासघात गर्ने मान्छे। भुलिन्छ भने मलाई टेकेर आफ्नो फाइदा लिने मान्छेले त्यसले भुलिन्छ। भुलिन्छ भने मैले बनाएको व्यक्तिलाई जुन प्रकारले उनले आफ्नो मागी खाने भाँडो बनायो त्यसले भुलिन्छ होला। तर यहाँको जङ्गलहरूले धुरी बतासले खोला नालाले कहिले पनि भुलिँदैन। अहिले पनि यो बर्मेकदेखि लिएर मनसङ एरियाहरूमा पैदल यात्रा गर्दाखेरि मेरो आमा बाबाले मलाई मकै खुवाएको, भुटेका मकै खुवाएर मलाई बेलुकासम्म प्रतीक्षा गरेको कुराहरू मलाई सम्झना आउँछ। काट्दाखेरि मेरो आमाको जिब्रो कसैले काट्दाखेरि मैले भने मेरो आमाको जिब्रो मेरो भाषा हो, मेरो आमाको जिब्रो मेरो संस्कृत हो, कला हो। मेरो आमाको जिब्रो कसैले काट्छन् भने म त्यो आमाको 9 महिना गर्भमा बसेर आज म पैदा भएको म छोरा हुँ। मेरो आमाको जिब्रो बचाउने मेरो परम कर्तव्य हुन्छ भनेर बङ्गालका भूतपूर्व मुख्यमन्त्री ममता ब्यानर्जीसँग सङ्घर्ष गरेर मैले मेरो आमाको जिब्रो काट्नुमा बचाउनुमा सक्षम भएको छु। पानी लगाएर माटोको पलाङ्चा ओछाएर जिन्दगी काटेको कुराहरू, त्यो काटेको कुराहरूमा सुन्थे। विमल गुरुङ कहिले पनि फर्केर आउँदैन, किन पहाडको इतिहासै छैन। विमल गुरुङ कहिले पनि फर्केर आउँदैन, पहाडको इतिहासै छैन फर्केर आएको भन्ने कुरा सत्ताधारी पार्टीले गर्थे। तर मलाई विश्वास थियो, मेरो आत्मविश्वास थियो। मैले जाति बेचेर, माटो बेचेर, आज भाषा बेचेर, मैले आफ्नो संस्कृति बेचेर म विस्थापित भएको थिइनँ। म विस्थापित भएको थिएँ भने मेरो सङ्घर्ष गर्दाखेरि मलाई स्टुडेन्ट साहित्य प्रकारको एउटा उहाँले घोषणा गर्नुभएको थियो, जहाँ भेट्छ त्यहाँ मार्नु। 15-16 जना सुडरहरू ल्याएको थियो विमल गुरुङलाई मार्नु। अनि त्यही बिचमा पुलिस प्रशासनको पनि हाम्रो मान्छे हुन्छ नि त, आइबीडीआइबीकोमा हाम्रो मान्छे हुन्छ। त्यही पक्षबाट दाजु तपाईँ नबसेको नै उत्तम हुन्छ, तपाईँ केही समयको लागि यताउता जानुहोस्, तपाईँको निम्ति आज 12-15 जना सुडरहरू आएको छ, तपाईँ मर्नु नै हुन्छ, मार्छ नै मार्छ भन्ने कुरा राखेका थिए। अनि मैले सोचे होइन, सङ्घर्ष मेरो म हारेको छुइनँ, हार्न पनि दिँदिनँ। म 2 दिन यता बस्दाखेरि मेरो सङ्घर्ष हार्दैन, म 2 दिन यताउता बस्दाखेरि मेरो सङ्घर्ष हार्दैन, मेरो जाति हार्दैन, मेरो माटो हार्दैन। पीडा त हुन्छ मलाई, कष्ट त हुन्छ मलाई, तर मेरो सङ्घर्षलाई म जितेकै हुन्छु भन्ने कटिबद्धता लिएर म यताउता बसेँ। अनि तपाईँको आशीर्वाद, मेरो घरको आमाको, बाउको, बाजेको, बोजूको आज आशीर्वाद दिन रात विमल गुरुङको लागि प्रे गरेको, चर्चमा होस्, गुम्बामा होस्, मन्दिरमा होस्, मस्जिदमा होस्, कुनै पनि क्षेत्रमा भगवान ईश्वरहरूलाई प्रार्थना गरेर उहाँले जसै गरे पनि विमल गुरुङज्यूलाई बचाइदिनु पर्छ भन्ने दिन रात आज आइतबारे पछि चर्चमा उहाँले प्रार्थना प्रे गरेर राखेको कुराले आज म बाँचेको छु। म बाँचेको छु, बाबामा हो। फेरि पनि आए भन्नुहोस् है, फेरि पनि आए।
अहिले सत्तामा बसेका दाजुभाइले सुन्नु, फेरि पनि आए, म त काउसो हो, म त काउसो। हिजोसम्म ममता ब्यानर्जीको काउसो थिए, त्यो काउसोले आज यति डरलाग्दो उहाँलाई खतम बनाइदियो नि त्यो काउसोले। महाकाल बाबाको अगाडि आएर यो जातिलाई नराम्रो भन्ने मान्छे, यो कम्युनिटीलाई नराम्रो भन्ने मान्छे सत्तादेखि सत्ता चुप भएको हुन्छ। यो भन्नु पनि आँट हुनुपर्छ। आँट, साया पक्रिनेले आँट हुँदैन। साया पक्रिनेले यो भाषा बोल्न सक्दैन। साया पक्रेर राजनीति गर्नेले यो भाका बोल्नु सक्दैन। मैले साया पक्रेर राजनीति गरेन, मैले यो टोपी बचाउनलाई काम गरेँ। त्यसले गर्दा म डराउने काम गरेको होइन। त्यो तपाईँको आशीर्वाद, तपाईँको प्रेरणाले गर्दा फेरि पनि म कमब्याक भएको छु। कसैले सोचेको थिएन विमल गुरुङ फर्केर आउँछ भनेर। आए त आए होइन? अब पो खेला हो। जुन प्रकारले आज सङ्घर्ष गर्दै लाँदाखेरि यस्ता चिजहरू आज भोगेका देखेका, अनि यसको सरकार 15 वर्षको सरकार कहिले पनि सोचेको थिएन यति छिटो जान्छ भनेर। मिराकल जस्तो भयो, मिराकल जस्तो। इन्टरलोकेटर अब थर्ड टाइम फाइनल हो। यो फाइनल दार्जिलिङ पहाडमा इन्टरलोकेटर आउनु हुँदैछ। योभन्दा अगाडि 2 टाइम आएको, अनि उहाँले फाइनल आज हामी उहाँसँग वार्ता गर्छौँ। त्यस पश्चातको आउने दिनको रणकौशल बनाएर हुनसक्छ 6 महिनामा पनि हुनसक्छ, 1 वर्षमा पनि हुन्छ, 1.5 वर्षभित्रमा पनि हुन्छ। त्यहाँबाट उता काटिनु सक्दैन। त्यसले गर्दाखेरि हामी त्योपट्टि जान पर्छ। समस्या किन छैन तपाईँहरूको? समस्त लथालम्बै छ। यहाँको हरेक सिन्कुना बगानको समस्या छ, यहाँको बस्तीको समस्या छ। यो समस्याहरू त तपाईँले अब तपाईँलाई खोजिरहनु पर्दैन। गोर्खा जनमुक्ति मोर्चा र भारतीय जनता पार्टीको एलायन्सको एउटा भिजन छ। आज त्यो माध्यमबाट तपाईँको गाउँ क्षेत्रमा पञ्चायतबाट होस्, चाहे कुनै पनि विभागबाट होस्, हिजोको दिनमा भएको डेभलपमेन्ट भन्दाखेरि 100 गुणा ज्यादा यहाँ विकास र उन्नति हुन्छ। यो लेखेर राख्नुहोस्। चिफ मिनिस्टर अफ वेस्ट बेङ्गाल शुभेन्दु अधिकारीज्यूसँग मिटिङ बस्दाखेरि उहाँले स्पष्ट रूपमा भनेका छन्, अघिका दिनमा भएको प्रोजेक्टहरूमा यसमा निरीक्षण हुन्छ होला। त्यो निरीक्षण गर्दाखेरि कतिवटा कुराहरू पाउन सक्छन्, पाउन सक्दैनन्। तर अहिले इमिडिएटली आज पहाड तराई डुवर्समा विकास र उन्नतिको लागि अब म प्रशस्त मात्रामा फन्ड छोडेको हुन्छु। यसको लागि एमएलए ज्यूहरूलाई, बिडिओलाई, एसडिओलाई, डिएमलाई, एमपी अनि हामी सँगसँगै हामी छौँ। उहाँको माध्यमबाट तपाईँले गाउँको हेल्थ सेन्टर होस्, पनि रोड होस्, तपाईँको कम्युनिटी हल होस्, विकासको हरेक कुराहरू तपाईँले बताउनु सक्नुपर्छ। आज एजुकेसन डिपार्टमेन्टमा आज भिजिलेन्स लागिरहेको छ। अहिले सोध्नु तपाईँहरूले, आज पुरा एजुकेसन डिपार्टमेन्टमा कोइरी हुन थाले। हाई स्कुल, हाई सेकेन्डरी स्कुल सबैमा आज उहाँले आजदेखि कोइरी गर्न सुरु गरे। अहिले भर्खर मात्र हाम्रो महासचिव रेशम गिरीलाई उहाँले अन्तर्वार्ता गरे। सुदन भाइसँग अन्तर्वार्ता हुँदैछ। एजुकेसनमा जति पनि आज लिप्त छन् उहाँहरूसँग आज वार्ता हुँदैछ। इडीहरूसँग, एजुकेसनका इडीहरूसँग, डिआईहरूसँग, आज चेयरम्यानहरूसँग आज उहाँले कोइरी गर्न सुरु गरे। बीचमा एउटा नानीले 60,000 तलब पाएको छ, 12 महिनामा 6 लाख रुपियाँ पाउँछ। यत्रो महिनामा कति लाख भइसक्यो?
अब यो सबै श्रम सुदसँग फर्काउनु पर्दाखेरि यो नानीको हालत र त्यो घरको हालत कस्तो होला? खेलवाड गर्यौ, 313 जना नानीको भाग्यसँग खेलवाड गर्यौ। वो 313 जनामा लिडरहरू हुन्छ, त्यो लिडरको प्रशस्त पैसा छ, प्रशस्त पैसा छ, उसले फर्काउन सक्छ, उसले रिटर्न गर्न सक्छ, तर अरू नानीहरूले फर्काउन सक्दैन। यसको जिम्मेवारी कसले लिन्छ? यसको जिम्मेवारी कसले लिन्छ? क्षेत्रीय पार्टीका नेताहरूले, क्षेत्रीय पार्टीका लिडरहरूले, सभासदहरूले, चेयरम्यानहरूले लिन्छ यिनीहरूको दायित्व? भन्नुहोस् त। आई एम सरी भनेर भनेको, किनभने यो चिजमा माथिल्लो लेभलको लिडर पर्छ, अघिका चेयरम्यान पर्छ, अहिलेका चेयरम्यान पर्छ। सोच्नुहोस् त, अस्ति यसरी झन्डा काटेर पाएको होइन यसरी? अब यसले बचायो, यसले बचायो। 313 आज हेर्नुहोस्, 630 जना हाई स्कुल प्राइमेरी स्कुलमा टिचर दिए, मैले झन्डा पक्राएर दिएँ। 418 जनालाई टिचर दिए हाई स्कुल हाई सेकेन्डरीमा, मैले झन्डा पक्राएर दिएँ। भावनासँग खेलवाड गरेँ, उसको स्वाभिमानसँग खेलवाड गरेँ। खाना पैसा पनि एउटा लड्डु पनि खाइनँ मैले। यसमा तपाईँले याद गर्नुहोस्, 478 जनामा एकजना विमलुनको मामाको, काकाको, पुसैको, भान्जीको छोरा छोरी छ भने पनि म राजनीतिबाट सन्यास दिन्छु। मैले कहिले पनि गरिनँ। 630 जनामा एकजना पनि मैले मेरो सन्तान लाग्दिनँ। आउँछ भने आइहाल, हामी लिएर तिर सँगै लान्छौँ। बिजेपीमा जान्छौँ भने आइहाल, बुझ्यो नि? हामी घटक दल हो, तर करप्सन गर्ने चाहिँ होइन। आज प्रधान पनि करप्सनमा लिप्त छ, समिति पनि लिप्त छ, अरू मेम्बरहरू पनि लिप्त छ भने चाहिँ यसको चाहिँ खोजी हुन्छ है। फेरि याद गर, यहाँ चाहिँ समाधान गराउँछ। हौ, हिजोको दिनमा गोर्खा जनमुक्ति मोर्चालाई त्यो पञ्चायतको तर्फबाट अनि सत्ताधारी पार्टीले एउटा चिन्ह पनि दिएन, चिन्ह पनि दिएन हामीलाई। गोर्खा जनमुक्ति मोर्चालाई एउटा चिन्ह पनि दिएन। तर याद गर्नु, हामी माउ दिन्छौँ उसलाई, हामी चाहिँ माउ दिन्छौँ। याद गर्नु, तिमीले चिन्ह पनि दिएनौ, हामी चाहिँ माउ दिन्छौँ। हामी कर्ममाथि विश्वास गर्छौँ, बुझ्यो नि? कर्ममाथि। त्यसले गर्दाखेरि छिटो भन्दा छिटो तपाईँलाई भन्दै होला, अलि दिन पर्खन, सबै कुरो ठिक हुन्छ। ठिक हुन्छ, हामीले भनेको छौँ, बिजेपीलाई डाइरेक्ट भनेको छौँ, अनि हामी डाइरेक्ट सभासदलाई एलाउ छैन, हाम्रो घरमा एलाउ छैन, सबै करप्टेड भयो। बुझ्यो नि? ऊ मेरो सभासद छ त, उठ न, यता न। कन्चीको काम गरेको छैन यो मान्छे, सम्झ नै टिल नाउ हुनुहुन्छ यहाँ, बुझ्यो नि? आजसम्म जनता पार्टी गोर्खा जनमुक्ति मोर्चाको माध्यमबाट 39 नम्बर समष्टिमा गाउँ गाउँ क्षेत्र क्षेत्रमा टोल टोलमा तिमी जाऊ, जहाँको समस्या छ त्यो समस्याको तिमीले एकदम लिखित रूपमा ल्याऊ, पास गराउने काम हाम्रो। हामी नचाउँछौँ नि जितेको मोर्चाले हार्न त कहिले पनि जान्दैन भन्छौँ, तर ऱ्यापमा होइन, हामीले ऱ्यापमा नचाउँदैनौँ तपाईँहरूलाई, बुझ्यो नि? हामी ऱ्यापमा नचाउँदैनौँ। अहिले ऱ्यापमा नचाउँदाखेरि स्ल्याब झरेको यादै छैन। तपाईँहरू एकदमै ढुकै बस्नुहोस्, तपाईँको मिनिमम वेजेस पनि लागू हुन्छ। अनि श्रम हाउसबाट
भाइ अशोक अनि यहाँको जनप्रतिनिधि याद गर्नुहोस्, श्रम हाउस जसको घर छैन, एकदमै ज्यादाभन्दा ज्यादा डिप्राइभ छ, गरिबी रेखा मुनि छ, आज घरको छाना चुने छ, विभिन्न प्रकारको आज अवस्था खराब छ, इमिडिएटली उहाँको श्रम हाउसमा नाम लेखेर यसलाई एउटा श्रम हाउसबाट केही गर्नुपर्छ भन्ने बुझ्यो नि। गर्नुपर्छ भने त्यसको लागि म छु, तपाईँले मलाई भन्नु सक्नुहुन्छ। तर ठुलो स्किम जहाँ चाहिँ तपाईँले एकदमै ठुलो सोच्नु भएको छ, यसको लागि चाहिँ हाम्रो भाइ अशोक अनि यहाँका जनप्रतिनिधिहरू अनि हाम्रा एमएलएज्यू उहाँको रिकमेन्ड गरेर यो काम गर्नु जरुरी छ भन्थे। टिस्टा त साह्रो मोटायो हो, टिस्टा साह्रो मोटायो, हलिनु नसक्ने छ, एक दिन फुट्छ है भन्थे मैले। फुट्यो त अस्ति होइन, फुट्यो, कति नोक्सान गर्यो टिस्टाले। तर मेरो आमा बाबुको आँसुलाई पिराउँदाखेरि, मेरो आमा बाबु दिन रात किटी कुटेर खाने, बलुवा निकालेर खानेको रोजगार मार्दाखेरि टिस्टाको गति यो भएको बुझ्नु म। टिस्टाको गति त्यहाँ मेरो आमा 200, 300, 400, 500, 1000 जना मेरो आमाले बलुवा केलाएर आज बिक्री गर्थे, रोडा केलाएर बिक्री गर्थे। त्यो केलाउँदाखेरि जति पनि आज केलाएको माल उहाँले बाहिर लाँदाखेरि त्यो जग्गा आज राम्रो भएर बस्थ्यो। जति पानी आउँथ्यो, बर्खामा पानी आउँथ्यो, त्यहाँ आएर बस्थ्यो, फेरि त्यो जग्गा भरिन्थ्यो। टिस्टामा त्यो गति हुँदैन, बुझ्यो नि। त्यो बलुवा निकाल्नु पाएको भए, रोडा निकाल्नु पाएको भए त्यो गति हुन्थेन। तर त्यो अवस्था दिएन, त्यो अवस्था दिएन। यसले गर्दाखेरि आज टिस्टाको हालत यो भएको छ। अब हामीले सोचेका छौँ पहिलाको जस्तै हाम्रो टिस्टावासीहरूले आफ्नो खुसीमा बलुवा निकाल्नु पाउनुपर्छ, रोडा कुट्न पाउनुपर्छ, बेचेर जीविका चलाउनु पाउनुपर्छ भन्ने कुरोमा हामी लागि परेका छौँ। सरकारलाई हामीले यो एउटा कुरा राखिसकेका छौँ। जिएलपीको नारी जो चाहिँ 2017देखि 7देखिको 17सम्म ज्यान गुमाउने नारीहरूलाई हामीले डाइरेक्ट चिफ मिनिस्टर वेस्ट बेङ्गाललाई भनेर, जसरी बङ्गालमा पोलिटिकल मर्डर भयो, हत्या भयो, त्यसको निम्ति पोलिटिकल मर्डर हत्या हुँदाखेरि जुन प्रकारले उहाँले नोकरी दिने एउटा उहाँले प्रावधान बनाउनु भएको छ, त्यसै प्रकारले 2007देखिको 17सम्म मरेको हाम्रो शहीद परिवारहरूलाई तपाईँले दिनुपर्छ भन्दाखेरि उहाँले ओके गर्नुभएको छ। अब हाम्रो शहीद परिवारले पनि नोकरी पाउनुहुन्छ, शहीद परिवारले पनि नोकरी पाउनुहुन्छ, यही भएको छ। यसको लागि धन्यवाद दिन चाहन्छौँ। सँगसँगै हाम्रो जिएलपीका नारीहरूको नि वान टाइम सल्युसनको लागि जान्दैछौँ हामी। हाम्रो जति पनि जिएलपीका नारीहरू उहाँहरूको लागि पनि केही न केही एउटा वान टाइम सल्युसनको लागि लगभग 3,500-4,000 नानीहरूको निम्ति एउटा वान टाइम सल्युसन हुनुपर्छ भन्ने कुरोमा आज हामीले गृहमन्त्री अमित शाहज्यूसँग यो कुरा राख्नेवाला छौँ। अनि आज अब चिफ मिनिस्टर अफ वेस्ट बेङ्गाल त यो चिज राखिसकेका छौँ। कालिम्पोङको प्राङ्गणमा मेरो छोरी नर्स भएको देख्न चाहन्छु, म नर्स भएर हेर्न देख्न चाहन्छु, कर्सेलमा देख्न चाहन्छु, आज मिरिकमा देख्न चाहन्छु। मेरो आमाको भाषा उसले बुझ्ने भाषा बात मारेर उसको बिमारी बताउने कथा म बुझ्न चाहन्छु। यो चिजले गर्दाखेरि अब हाम्रो छोरीहरूको जुन नर्स ट्रेनिङ गरेर बसेका छन्, अहिले बाहिर प्राइभेट आज हस्पिटलमा नोकरी गर्दैछन्। यस्तो नानीहरूलाई अब हाम्रो यहाँनिर सर्भिस दिने एउटा प्रावधान हुनुपर्छ, सर्भिस दिएर लाने एउटा प्रावधान हुनुपर्छ। यसको लागि हामी लागि परेका छौँ दाजुभाइ दिदीबहिनी। त्यसले गर्दाखेरि हामी पोलिटिक्स भन्दा ज्यादा, यहाँको पोलिटिक्स भन्दा ज्यादा जाति अस्मिता माटो क्षेत्रको निम्ति कसरी हुन्छ, कसरी उन्मुक्ति गर्नका लागि बेस्ट अफ द बेस्ट संवैधानिक समाधानको बाटोमा आज हामी कुदिरहेका छौँ। यसको लागि तपाईँले हर समय तपाईँले साथ दिएको हुनुपर्छ, तपाईँले लागि परेको हुनुपर्छ। प्रत्येक शाखा प्रशाखाहरू तपाईँले बनाउनुपर्छ, किनभने भोलिको दिनमा भारत सरकारसँग बङ्गाल सरकारसँग नेगोसिएसन हुँदाखेरि मैले क्लेम गर्न सकौँ, मैले भन्न सकौँ, मैले बताउन सकौँ
मेरो क्षेत्रीयवाद चाहिँ यो हो भनेर बताउन सकौँ। क्षेत्रीयवाद बाँचेको हुनुपर्छ दाजुभाइ दिदीबहिनी हो। हिजोको दिनमा हामीले एनपी बनायौँ भारत सरकार बनाउनुलाई। अस्ति हामीले बनायौँ बङ्गाल सरकारको 15 वर्षको शासनलाई परिवर्तन गर्नलाई गरिदिउँ। अब गुन्द्रुक बनाउनुलाई पनि अब सोच्नुपर्ने अवस्था, किनेमा बनाउनुलाई पनि सोच्ने अवस्था, च्याप्लुङ बजाउँदा पनि सोच्ने अवस्था, डप्पु बजाउँदा, मादल बजाउँदा, खैँजडी बजाउँदाखेरि, नौमती बाजा बजाउँदाखेरि पनि अब सोच्नुपर्ने अवस्था लिएर राजनीति गर्नु उचित होइन। मेरो खैँजडी बाँच्नुपर्छ, मेरो डम्फु बाँच्नुपर्छ, मेरो मादल बाँच्नुपर्छ, मेरो नौमती बाजा बाँच्नुपर्छ, मेरो सिन्की बाँच्नुपर्छ, मेरो किनेमा बाँच्नुपर्छ, मेरो गुन्द्रुक बाँच्नुपर्छ। यसको निम्ति क्षेत्रीयवाद बाँचेको हुनुपर्छ दाजुभाइ दिदीबहिनी। क्षेत्रीयवाद बाँचेको हुनुपर्छ। क्षेत्रीयवाद बाँचेर भने उहाँलाई कोइली गर्ने मान्छे हुँदैन, डिस्कस गर्ने मान्छे हुँदैन। डिस्कस गर्नुपर्छ भारत सरकारसँग भोलिको दिनमा टेरिटोरीलाई लिएर, तराई र डुवर्सको एरियालाई लिएर, 396 मौजालाई लिएर आज तर्क गर्नुपर्छ। त्यो तर्क नेसनल पार्टीले गर्न सक्दैन दाजुभाइ दिदीबहिनी हो, गर्न सक्दैन। क्षेत्रीय पार्टीले गर्न पर्छ। म नै आज बाठे हुन्छु, म नै छुच्चा हुन्छु, बुझे नि? मैले भने यी सकल त मेरो शरीरको अङ्ग हो। डबल इन्जिनको सरकार छ, यहाँ इन्डस्ट्रीहरू ल्याउनु पर्छ, ठुल्ठुला इन्डस्ट्रीहरू ल्याउनु पर्छ, रोजगारको बाटो ल्याउनु पर्छ। मेरो छोराछोरीलाई बेङ्गलोर र दिल्ली बम्बईमा पठाउनु हुँदैन। आफ्नो जग्गा जमिन बेचेर आज इजरायल जाँदैछ नानीहरू, गएपछि फर्किने आश हुँदैन। आमा मर्दाखेरि भिडियो कलमा, बाउ मर्दा भिडियो कलमा हेरेर आज जिन्दगी काट्ने यस्ता अवस्था छ। यस्तो अवस्था भइरहेको छ दाजुभाइ दिदीबहिनी हो। यसले गर्दा हामी बिरानो हुन्छौँ यो क्षेत्रमा। हामी बिरानो हुन्छौँ है। बाउ मर्दा भिडियो कलमा लास लाँदै गरेको हेर्छ, आमा मर्दाखेरि लास लाँदै गरेको हेर्छ, पाउँदैन आउनु। यस्तो स्थिति जिन्दगी काटिरहेको छ। त्यसले गर्दाखेरि हाम्रो छोराछोरीलाई आफ्नै घरमा, आफ्नै डोमा, चाहे सिस्नु खाऊ कि ढेँडो खाऊ कि सिन्की खाऊ कि किनेमा खाऊ कि, तर हाम्रै घरमा सानोतिनो नोकरी लिएर पनि राख्नु सक्ने क्षमता बनाउनु सक्नुपर्छ। त्यसको निम्ति काम गर्नुपर्छ दाजुभाइ दिदीबहिनी हो। त्यसले गर्दा आज यो क्षेत्रमा 39 नम्बर समष्टिमा आज हामी आएर तपाईँसँग भेटघाट गरौँ। कति रमाइलो हेर्नुहोस् त। अघि हामी आउँदाखेरि घामले पर 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 पारिरहेको थियौँ। आज हेर प्रकृतिले उन्नति गर्न पर्छ, रोजगार गर्न पर्छ, सिन्कुनाको उन्नति गर्नु छ, विकास गर्नुपर्छ। यसको लागि हामी सबै मिलेर काम गरौँ। यही नै सन्देश दिन चाहन्छु। म पछि फेरि पनि तपाईँको गाउँघरमा घुम्ने छु। गरिब दुखीको एउटा हरेक कुरो याद गरेर मैले गर्नुपर्ने विषयहरू आज मैले असाध्यै मैले आज गर्नुपर्ने काम गरेका हुन्छु। र यहाँ मित्र टोलीलाई मैले मेरो व्यक्तिगत रूपबाट 10,000 रुपियाँ दिएको छु। अनि टाइमलाई पनि ल सबैलाई धन्यवाद दिँदै मेरो 2 शब्द यतिमै समाप्त गर्न चाहन्छु। धन्यवाद।